हेलो गाइज, यो चाहिँ हाम्रो घरै म जन्मेको जन्मस्थल घर हो है। अनि यहाँ हामी श्रीमान श्रीमती छौँ। हाई, के छ? अनि हामी चाहिँ टोयलेट बाथरुम छेउमा बसेर भिडियो बनाउँदैछौँ। भिडियो बनाउँदैछौँ। यो मेरो जन्मेको गाउँको घर भोजपुर जिल्ला रामप्रसाद राई गाउँपालिका वडा नम्बर 5 ढुङ्गे भन्छ है। अनि यता चाहिँ बरन्डा हो, कोदोहरू सुकाइरहेछ। अनि उता चाहिँ फुलहरू फुलिरहेछ है। अनि यता हाम्रो कुखुराको खोरहरू छ, कपडा सुकाउने ठाउँहरू छ। यता हाम्रो टोयलेट बाथरुम हो हैन। अनि अरु चाहिँ हाम्रो यता ग्वाली छ, यता कुखुराहरू राखिन्छ है। यो चाहिँ हाम्रो बरन्डा हो, दुईटा कोठा छ परतिर। अनि हाम्रो यो चाहिँ सिकुवा हो, उतातिर चाहिँ उ छ धारा है। यता कुखुराहरू चलिरहेछ। यो चाहिँ हाम्रो किचन हो भित्र। यो चाहिँ हाम्रो चेयर सेयर हो, बस्ने हो। यता हाम्रो भाँडा धुने धारा ठाउँ हो। अनि यो चाहिँ मकैको थाँग्रा हो, यसपालि फलेको थाँग्रा है गाइज। उता राति रानी फुल छ। यो चाहिँ ब्याक साइड एरिया हो है। अनि उतातिर पनि सुन्तलाको बगैँचाहरू छ, लिचीहरू छ। यस्तो गएर अनि यतातिर चाहिँ हाम्रो सुन्तला छ। यो सुन्तलाको रुख हो यहाँ हैन। त्यति राम्रो त देख्दैन छ हैन, कालो कालो देख्यो। उता केराहरू छ, तल कागतीहरू मजाले फले टल्लै छ। कागतीहरू पनि घारी घारी छ गाइज हो। यो अब यस्तै गाउँघरको घर गर्ने मान्छे पनि छैन। यो चाहिँ सुन्तला है, हाम्रो सुन्तला बगान अघिदेखि सुरु भएको। अब यसरी आएर यो चाहिँ हाम्रो यति सुन्तला बगैँचा छ। ऊ तल्ल पनि छ, उता पनि छ। अनि यहाँदेखि लिएर उता हाम्रो त ग्वालीपारी पनि छ, हाम्रो गोठपारी पनि उता तल थुप्रै जान्छ सुन्तलाहरू गाइज। यस्तै छ। तलतिर यो कबारे खोर्सानीहरू फल्दैछ है। यता फुलहरू छ। अब हामी यसो गर्दै तलतिर जान्छौँ। हामी बुढाबुढी ज्योति राई र विकास राई है। हामी तलतिर जान्छौँ कोठेबारीतिर। नानी यसो हेरचाह गर्नलाई, यसो हेर्नुको लागि है। चाहिँ धेरै समयपछि हामी यहाँ आएका छौँ। यता सिस्नो छ है, पोल्दा सिस्नो समाउनु है। श्रीमतीज्यू आउँदै हुनुहुन्छ है। ताही सिस्नो छ है। लानुहोस्, कागतीहरू टन्नै फल भुइँमा झरेर है, भुइँभरि छ। के हेर्नु, गाउँघरमा मूल्याङ्कन छैन। यत्रो दानालाई 15-20 रुपियाँ तिर्नुपर्छ सहर बजारतिर। कत्रो कत्रो है कागती त कत्रो फले हो। भुइँमै छ है, भुइँभरि पाकेर झरेछ। यसको मूल्याङ्कन छैन। के हेर्नु, गाउँतिर अनि गाउँतिर यस्तै हो। सहर बजारमा भएको धेरै मूल्याङ्कन हुन्छ है। यतै हाम्रो केरा पनि रहेछ, जहाज केरा भन्दैछ, पसाएको रहेछ। फललाई तयार भइरहेछ। हो माथि हाम्रो घर हो। यो चाहिँ अलैँचीको रुख हो। पानी नभएर क्या गाईहरू, पानी भएको त यहाँ के फल्दैन, सुन फल्ने ठाउँ छ नि। पानीको लास्टै सर्टेज छ क्या। यता सिस्नोहरू छ, एकदम अर्ग्यानिक जडीबुटीहरू, तरकारीहरू है। यही चिज भनेको किन्नु पर्ने 100-1000 रुपियाँ किलो। आज पकाएर खानुपर्छ जस्तो छ। एकदमै फुल फुलेको दामी रहेछ क्या। यस्तो मिठो हुन्छ नि सिस्नो पकाउने। अनि च्याम खाने। मैले भने तलै सुन्तलाको रुख त्यहाँ छ है। हेर्नुहोस् है गाईजहरू, यता आँपको रुखहरू छ। यहाँ त्यो बुढो भएर त्यो चाहिँ
मरेछ। त्यहाँ पनि छ कागती हो, कागती मकरो पनि काटेछ। धेरै बिरुवाहरू छ उतातिर पनि छ सुन्तला कति छ कति हो पक्कै फलेछ। रुद्राक्षहरू छ, टाँकीको रुखहरू छ। यो सुन्तला कागती त लग्नु परिहाल्यो नि। अब यहाँ कोही छैन खाने मान्छे, सबै भुइँभरि छ। के बेच्नु पाए त राम्रो हुन्थ्यो नि, कति पैसा आउँथ्यो। हेर्नु सुन्तला कति पोकै फल्छ है। आमामा तर यसपालि अलिक फलेको छैन अझ। तर कतिवटा बोटा रित्तै छ नि है। होइन छ नि आधी सरो त फले तर अब आउने साल चाहिँ अब यो भरि भराउ फल्छ नि फेरि। यस्तो हुन्छ नि यसको नि सिजन। एक साल फल्ने, एक साल नफल्ने, अलिअलि फल्ने। एक साल चाहिँ टन्नै फल्ने। टेका लगाइरहेको छ कम छ त नि। हेर त सुन्तला, हेर सुन्तला कति मिठो छ। अहिले पनि टिपेर खाएको नि हामीले है। गाईहरू यस्तै छ है हाम्रो पुर्ख्यौली घर है। हामीले म जन्मेको ठाउँ हो है। यता गाई गोठहरू छ है। यहाँ चाहिँ गोरु बाछ्छ, गोरु चराउन आएछ। उतातिर भैँसीहरू छ, बाख्राहरू छ। यता छ हाम्रो कर्सेबारी है। यहाँदेखि तल गयो चाहिँ बारीहरू छ है। यस्तो छ है गाईहरू। केही भन्नु छ ज्योति राईलाई? हवस् ज्योति राई। सबै बुढाले भन्छ तल तल बारीहरू पनि देखाइदिनु न। लामो भएन, हातमै भइसक्यो। के हाल्नु ल स्टक भएर साथीहरू चाहिँ म